हामी कहाँ जान थालेको छ भने हामी ब्राइटन जाँदैछौँ अनि ट्रेनमा जाने हो। हाम्रो घरबाट ट्रेन स्टेसन चाहिँ लिटरली 1 मिनट छ। त्यो चाहिँ ट्रेन स्टेसन हो। हामी बिच त जाँदैनौँ होइन, के जान्छौँ हामी प्लान गराउँदैछौँ, तर सकभर हामी बिच नजाने भन्ने सोचेको छ। धेरै उज्यालो घाम लागिरहेछ, ब्राइट छ, त्यो सनी डे छ, सो ब्राइटन एकदमै भिड हुन्छ। सो हामी सकभर बिच नगएर अरू साइड एक्सप्लोर गर्दैछौँ आज। टिकट प्रिन्ट अनि हामी टिकट लिएर ब्राइटनको लागि ट्रेन लियौँ। हामी चाहिँ ब्राइटन आइपुग्यौँ। अब हामी चाहिँ सी साइड नगएर अन्त जाने भन्ने सोचिरहेछौँ। सो वी आर जस्ट वेटिङ टु चेन्ज आवर बस। सो ब्राइट सनी ब्राइटनबाट हामीले अर्को बस पनि लियौँ। यो चाहिँ अर्को ठाउँ जाने बस। अनि त्यसपछि हामी डेस्टिनेसनमा पुग्यौँ। एकदमै राम्रो लाग्यो डेस्टिनेसन, मान्छेबाट एकदम टाढा भयो जस्तो। अनि धेरै टाइम हामी त्यहाँ बस्यौँ। अनि त्यसपछि हामी ब्राइटन बिच फर्क्यौँ। ब्राइटन गऱ्यौँ, ब्राइटन बिच त जानै पर्यो। अनि 2-4वटा फोटो खिच्यौँ अनि टाउन एक्सप्लोर गऱ्यौँ। ब्राइटन टाउन चाहिँ मलाई एकदमै राम्रो रमाइलो लाग्छ एक्सप्लोर गर्नु। अनि हामी थाकिसकेपछि खुसी हुँदै खानासाना खाएर अनि फर्क्यौँ।